हेलो गाइस, हामी चाहिँ नेपाल जाँदै गरेको अन्त सिलगढीको यताउताको भिडियो चाहिँ बनाउनु पाएन कि। यो चाहिँ हाम्रो फर्स्ट टाइम भिडियो। यता चाहिँ हामीसँग हुन्छ जित बुबु हो, यहाँ चाहिँ मेरो मामा हुनुहुन्छ मुकेश हो। अन्त हामी चाहिँ यहाँबाट स्टार्ट गऱ्यो। हामीले एउटा इनोभा बुक गरेको छौँ है। अन्त बाटोमा के हुँदैछ अपडेट तपाईँलाई दिँदै गर्छ। ओके बाई। हाम्रो दाजुहरू हुनुहुन्छ होइन हल्का हाम्रो यता ग्याम्बो हुनुहुन्छ। ग्याम्बो अहिले चाहिँ हामी यहाँनिर एकछिन निस्केको रेस्ट भन्दैन। हाम्रो ड्राइभर दाजु चाहिँ उता जानुहुन्छ अरे उसको घरमा हो, उहाँको घरमा सामानहरू राखिकन हो। यता चाहिँ हाम्रो आगेटासी यहाँ आउनुहोस् ल। यता हाम्रो नारायण दाजु ल अपडेट दिँदै गर्छ, हामी हेर्दै गर्नुहोस्। हाम्रो यहाँ विजेता हुनुहुन्छ यहाँ चाहिँ हो। हेलो विजेता। हेलो। हाम्रो बाजे यहाँ हल्का भिडियो कल गर्नु हुँदैछ बोजूसँग नानीसँग हो। अन्त जित्दुको यहाँ डेस्पेट छ ल। नारायण दाजु हो हाम्रो दाजु। यता हाम्रो आगे मिन्टु हाम्रो ग्याम्बो यहाँ आउनु न आगे। ग्याम्बो लगे बोला हम सब कुछ ग्याम्बो ला सब कुछ हामी चाहिँ यता कहाँ पर्छ हामी काँक्रे भित्र पसिसकेको छ। अन्त गरम अलिअलि रहेछ। अन्त बाजे हामी नेपाल पस्यो है। नेपाल पस्यो। अन्त यता हामी अब के चाहिँ सिमहरू निकाल्नु पर्ने छ, हामी यहाँ निकाल्छ हो। अन्त त्यही छ कुरा। अब फोटो सेसन हुँदैछ। हेलो, भर्खरै काठमाडौँ आइपुग्यो। हालत पत्ला भइरहेको छ। लगभग 12 घन्टा जस्तो चाहिँ ट्राभलिङ गरिरहेको थियो। त्यसले गर्दाखेरि अहिले हाम्रो साथीहरू चाहिँ लाइक होटेल खोज्नु गइरहेको छ हो। अन्त आँखाहरू पनि यस्तो भइरहेको छ ल गाइस, एकैचोटि भोलि भेट्छु। बिस्दा अन्त आइपिएल पनि हुन्छ। विजय दाजुहरू होइन। हेलो विजेता आगे मिन्टु। हेलो मुकेश। त्यसपछि हामी चलाएको चाहिँ यो बिल्डिङ चाहिँ यसो। हेलो
हाम्रो दाजुहरू यहाँ छ हो यस्तै छ फर्स्ट टाइम यस्तो चाहिँ पुरा मन दुःख भइरहेछ हो आउनु चाहिँ आगे मिठो कता छ हेबो आनन्द दाजु आकाशवाणी ज्ञान माथि पुग्न आँट्यो धेरै टाढो रहेछ माथि ला धेरै एकदम लामो हामी आइपुग्यो हामी निस्किनु पर्ने यहाँदेखि अब अन्त घुमेर जान्छ त्यो अन्त फेरि कि जान्दैन तपाईँलाई कस्तो लाग्यो रोपेको राम्रो यो चाहिँ लाइफ टाइम एक्सपिरियन्स भयो धेरै खुसी लाग्यो साथीभाइहरूसँग आउँदा यतिको एडभेन्चरस लाइफ चाहिँ जिउनु मजा आउँछ आगे एउटा कुरा फेरि ओह्रालो चाहिँ तपाईँ जाँदिन बाटो जान्छु केटाहरूको लागि एउटा आर्ट दिएको मात्रै सन्ताउना दिनु मात्रै खोजेको कस्तो भयो तपाईँलाई चाहिँ भन्नु त रोपेको एक्सपिरियन्स चढ्नु चाहिँ मलाई चाहिँ अलिकति गाह्रै परेला अब ओह्रालो जानु छ साथी एकजना मेरो दोस्त मेरो मामा चाहिँ छुट्टेछ कि त्यो अघि रोपेको एक्सपिरियन्समा मेरो मामाले चाहिँ भन्नुहुन्छ मामा कस्तो लाग्यो त्यो अघिको रोपे एकदम मजा लाग्यो लाइफमा फर्स्ट एक्सपिरियन्स थियो है एकदम मजा लाग्यो र मलाई आज पोखरामा गएर अझै बन्जी जम्पिङ गर्ने मन छ अन्त अघि तपाईँले के उयो पनि भनिदिनु के अरे प्याराग्लाइडिङ त्यो पनि मन छ त्यो नि गर्ने हो अन्त त्यो अलिक फेवातालको चाहिँ अलिकति फेवातालमा चाहिँ नि म अस्ति सपनामा डुबिसकेको हो अब म डुब्न चाहन्न तर म बोटमा चढ्दिन ला मलाई डरदै कसले दियो खासमा चाहिँ इरी चाहिँ कसले गरेको बेलुका चाहिँ इरी चाहिँ कसले गरेको हो सुतेको छैन मान्छेहरू एकदम मजा आइरहेछ एकदम अपडेट सानो दिँदै गर्छु हामी यो बाटो रुट त्यस्तै छ कि निदाइ पठाइहाल्छ कि त्यसले गर्दाखेरि रुट कम्ती हाम्रो यहाँ नारायण दाजु अघिको त्यो अलिकति रोपेको कस्तो लाग्यो तपाईँलाई त्यो एक्सपिरियन्स एकदम यहाँको एडभेन्चर एकदम दामी कि तर डर चाहिँ पुरा लाग्दछ हामी चाहिँ अब फेरि माथि कहाँ पो गएको माथि त एकदिन मन्दिरको दर्शन गर्नु गएको जेबी बुबु र दिवस बाजे चाहिँ आउनु भएन हो अन्त हामी चाहिँ जाँदैछ यहाँनिर हामी यो टेम्पल पनि आइपुग्यो हो अन्त तपाईँको नारायण दाजु अब आगे मिन्टु आगे टासी मुकेश सबै जाँदैछ अन्त म चाहिँ बेसी क्यामेरामा आएको छैन किनभने भिडियो चाहिँ मैले नै बनाउँदैछु म चाहिँ अलिअलि आउँदैछु जिप लाइनको लागि मुकेशले जिप लाइनको लागि रेडी हुँदैछ मुकेश हो अन्त जितबु कहाँ छ तपाईँ ल के छ अब हामी जानु आँटेको छौँ जिप लाइनमा तपाईँले पहिला गर्नुभएको एक्सपिरियन्स मुकेश त रेडी पनि भइसक्यो हो
पुग्नु पर्ने चाहिँ यहाँ परनिर हो त्यस्तो टाढो छ होइन रहेछ कति 200 मिटर मात्रै रहेछ पुग्नु चाहिँ 200 मिटर्स अब चाहिँ रेडी भयो मुकेश गुड लक मुकेश हाम्रो जित बुबु चाहिँ अब जाँदैछ जित बुबु जाँदैछ अल द बेस्ट जित बुबु रोपो मजाले पक्रिने जित बुबु खै दबाई गरेको किन डराएको बाई जानु भएन हो एक्लै सेन्टी भयो यहाँ फोन चलाइरहनु भएको छ माथि दामी थियो जिप लाइन गरे केटाहरूले हो अन्त आउँदैछ आइपुग्यो जिप लाइन नजिक रहेछ बुद्ध पार्क के अरे छोजुलेको भन्दा नजिक तपाईँहरूलाई फेरि अब हामी उँधो जाँदैछ है अघि उकालो आएको थियो करिब करिब झन्डै तपाईँको 10 बजे कति उकालो आउँदा कति मिनट जस्तो भएको थियो 15 मिनट उकालो आउँदा 15 मिनट भएको थियो ओह्रालो पनि त्यति नै जस्तो लाग्यो हो अन्त केटाहरू डराइरहेको छ यहाँनिर बिच्दा तपाईँ एकदम ठिक छैन डर त मुकेश ठिकै छैन मुकेश ठिकै छ बाजे ठिकै छैन ठिकै छ डर लागेको छैन ल मजा आइरहेको छ ल ओके आगे मिन्टु भन्नुहोस् केही भन्नु छैन राम्रो छ एकदम यहाँ चाहिँ यता हामी चाहिँ मामा भनिन्छौँ मामा अब के छ ओह्रालोको चाहिँ ओह्रालो जानु मजा लाग्छ मजा आउँछ हो 1-2 जना त डराइरहेको छ हाम्रो ग्रुपबाट हो दिवस बाजे आगा पिन्टु हो जमिन मामा विजय हामी दुईजना मात्रै नडराउनु हामी दुईजना अरू सबै डराइरहेको छ ल अघि नै डर लाग्नेहरू चाहिँ आगे मिन्टुले जग्गा मिलाउँदैछ डर लाग्ने आइसला ओके एकदम अब चाहिँ हामी जाँदै हामी चाहिँ यस्तो तपाईँलाई भन्दाखेरि भिडियो सिडियो बनाउनु आउँदैन र भिडियो बनाउँदैछ हामी हो हामी भ्लगर पनि होइन जस्ट फर द रिमेम्बरको लागि मात्रै हामी यहाँ कोही पनि प्रोफेसनल छैन अब भिडियोमा अब के बोली पठाउँछ होला त्यसमा चाहिँ तपाईँहरू नरिसाइदिनुहोस् र हामी चाहिँ जस्ट फर द रिमेम्बरको लागि मात्रै आइया हो यस्तो छ ल अब हामी चाहिँ अब गीत गाउँदै जाने हजुर के गिरी अरे यो चन्द्रगिरी चन्द्रगिरी बाइ बाइ चन्द्रगिरी बाइ डरायो सबैजना डरायो होइन तर अब त कसलाई के भएको छ के भएको उली पनि बन्द गरेको छ यहाँ हावा पाउँदैन तपाईँले देख्नु भयो हाम्रोमा एक साइन्टिस्टहरू हुन्छ डक्टरहरू हुन्छ हो अघि म केटाहरूको साह्रै हाँस उठ्यो त्यो उयसमा खेल्ने के अरे त्यो जिप लाइन फिरेर खेलेर जाँदा 800 रुपियाँ तिरेको क्या राति ल्यान्ड हुन्छ
त्यो त तिम्रो खुसीलाई दिउँसो जाँदा म राति गएको चाहिँ राम्रो ला यस्तो हुन्छ नि राति हिँड्दा चाहिँ के हुन्छ भने चाहिँ टाइम कभर हुन्छ नि त दिनभरि घुम्यो अब जस्तै अब भोलि हामी दिनभरि घुमेर पोखरा जाँदा चाहिँ बेलुका हिँड्यो तिम्रो मुटुमा ट्राभल्सले त्यसो गर्छ नि यहाँबाट बेलुका फ्लाइट चढाउँछ होइन बिहान ठक्कै ब्याङ्कक पुऱ्याइदिन्छ आगे मिनट छिटो आइपुग्यो त अन्त भिजा सिजा छैनौ 15 मिनेटै हो 15 मिनेट हो कि 15 मिनेट लाग्यो पुरा खाली खाली जान्छ उकाल त छैन त मान्छेहरू अन्त माथिको लिनु गएको नि त मुर्खा हैन हौ यही घुमिबस्छ हौ लाटा होइन अन्त माथिको मान्छे लिनु गएको नि त हैन हौ यही घुमिबस्छ हौ अन्त यही नघुमी त अर्को कहाँबाट थप्नु 38 राउन्ड भनेको याद छ ल त्यो खाली छ हैन त्यो खाली छ फेरि जान्दो रहेछ हैन फेरि आउँछ खुसी भयो छेउमा आइपुग्ने बेला छेउमा आइपुग्ने बेलामा चाहिँ एक्सपिरियन्स दामी थियो लाटा खुसी हो एक्सपिरियन्स शेयरिङ यहाँ एकछिन आइयाङ्गा एक्सपिरियन्स एकदम दामी ल यो आइयाङ्गा आइस यो न आइयाङ्गा यस 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 हेलो अन्त अहिले चाहिँ भर्खर रेडबुल किनेर आउँदैछु म चाहिँ अहिले यो वकिङ अन्त हामी बस्ने चाहिँ ठाउँ यही नै हो है अन्त त्यस्तो छ